के मानिसहरू केवल प्रगतिशील प्राणीहरू मात्र हुन् वा हामी अरू केहीको लागि सृष्टि गरिएका हौँ? उत्पत्ति 2:7 हामीलाई बताउँछ, तब परमप्रभु परमेश्वरले भूमिको माटोबाट मानिस बनाउनुभयो र तिनको नाकमा जीवनको सास फुकिदिनुभयो र मानिस जीवित प्राणी भए। शारीरिक रूपमा हामी मानिस माटोबाट बनाइएको हौँ र मृत्युपछि माटोमै फर्कनेछौँ। तर हामी केवल शारीरिक मात्र होइनौँ, परमेश्वरले हामीमा आफ्नो जीवनको सास फुकिदिनुभयो। परमेश्वरले हामीलाई जीवनका 2 पक्षहरू दिनुभयो, शारीरिक मनोवैज्ञानिक, सोच्न, महसुस गर्न र मानव रूपमा क्रियाशील हुन। आत्मिक, परमेश्वरसँग सम्बन्ध राख्न, आराधना गर्न र उहाँसँग अनन्तता अनुभव गर्न। त्यो दिव्य सासको अर्थ यो हो कि प्रत्येक मानिसमा यस्तो आत्मा छ जुन परमेश्वर कहाँ फर्कनेछ। यही कुराले हामी जनावरहरूबाट फरक छौँ। विचार र सत्य व्यक्त गर्ने मानव बाणी, सही र गलत जान्ने मानव विवेक, मानव व्यक्तित्व जहाँ प्रत्येक जीवन अद्वितीय र उद्देश्यपूर्ण हुन्छ। यी विकासवादद्वारा व्याख्या गर्न सकिँदैन। यी कुराहरूले हाम्रो सृष्टिकर्ताको स्वरूप प्रकट गर्छन्। परमेश्वरले हामीमा सास फुकिदिनु भएको कारण हाम्रो उहाँसँग स्वाभाविक सम्बन्ध छ। यसै कारण मानिसहरू अर्थ, उद्देश्य र आत्मिक परिपूर्णताको खोजी गर्छन्। यो एउटा गहिरो आवश्यकता हो जुन केवल परमेश्वरले मात्र हामीमा साँचो रूपमा पुरा गर्न सक्नुहुन्छ। उत्पत्तिले हामीलाई हाम्रो सृष्टिकर्तालाई आदर गर्न, उहाँको वचन पालन गर्न र उहाँमा आफ्नो साँचो उद्देश्य खोज्न आह्वान गर्दछ। उत्पत्ति 2 को पूर्ण 25 मिनटको अध्ययनको लागि टिटिभी नेपाली बाइबल एप डाउनलोड गर्नुहोस् र बाइबल एप मार्फत सुन्नुहोस्।